र अब हाम्रो लगत्तै कार्यक्रम औपचारिक रूपले अगाडि बढ्न गइरहेको छ र आजको यो कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरूको विदाई कार्यक्रमलाई औपचारिक रूपले अगाडि बहिनीहरूलाई म अनुरोध गर्दछु। विशेषतः अब हाम्रो कार्यक्रम औपचारिकबाट अगाडि बढ्न गइरहेको छ र हामीले यो जीवनमा यो भन्दा नि कस्ता अनौठा किसिमका यो बिछोडहरू त हामीले सहेर अगाडि बढ्नुपर्छ र यसका लागि हामीलाई धैर्यताको अवस्था पर्छ र एकदमै धैर्यताका साथ आफ्नो सिटमा बस्नुमा पुनः कक्षा 10 का छात्रहरूलाई विशेष अनुरोध गरे र अब हाम्रो लगत्तै कार्यक्रम औपचारिक रूपले अगाडि बढ्न गइरहेको छ र आजको यो कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरूको विदाई कार्यक्रमलाई औपचारिक रूपले अगाडि हामीले यो जीवनमा यो भन्दा नि कस्ता अनौठा किसिमका यो बिछोडहरू त हामीले सहेर अगाडि बढ्नुपर्छ र यसका लागि हामीलाई धैर्यताको अवस्था पर्छ र एकदमै धैर्यताका साथ आफ्नो सिटमा बस्नुमा पुनः कक्षा 10 का छात्र